एभ्रिवान, गुड मर्निङ, नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू भ्लग। आशा छ हजुरहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। र आज चाहिँ जनवरी 1 सबैजनालाई ह्याप्पी न्यू इयर। आज चाहिँ ओहो कस्तो चिसो बढेको छ हेर्नुहोस् त, बुटलमा चाहिँ हुस्सु नै लागिसकेको छ। अहिले अस्तिसम्म घाम लागिरहेको थियो, अनि अस्ति हिजोदेखि चाहिँ एकदम हुस्सु लागिरहेको छ यहाँ। अनि बल्ल अहिले चिसो जाडो स्टार्ट भयो जस्तो फिल भइरहेको छ कि अस्तिसम्म त यस्तो चर्को घाम लागिरहेको थियो। र आज म यति रेडी भएर भ्लग किन स्टार्ट गरिरहेको छु भने आज हामी घुम्न जाने हो। र मलाई घुम्न अलिक यति रमाइलो लाग्छ नि, अनि म यस्तो एक्साइटेड हुन्छु। र आज चाहिँ मैले घुम्न जाने, अनि त्यही भएर भ्लग पनि गराउँछु भनेर आज चाहिँ भ्लग गराउँदैछु। र हजुरहरूले हेरिदिनु होला मेरो भ्लगलाई र माया गरिदिनु होला। जसले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब पनि गरिदिनु होला छिटो। अनि कमेन्ट पनि गरिदिनु होला मैले कस्तो भ्लग गराउँछु भनेर। मेरो भ्लग हजुरहरूलाई मनपर्छ कि नै। अनि अब चाहिँ म तल जान्छु। म अहिले यहाँ छतमा आएको थिएँ, यहाँ कपडा सुकाउन थियो, त्यही भएर छतमा आएको थिएँ। अनि यहीँबाट भ्लग स्टार्ट गर्छु भनेर। अनि अब चाहिँ म तल जान्छु। अनि रोहित पनि रेडी भइसक्नु भएको छ। दाईहरू आउनुहुन्छ, दाई दिदीहरूसँग हामी जाने हो। अनि म तलै गएर भेट्छु ल। अब चाहिँ आइसक्नु भएको छ त ल। अब म जाँदैछु। यहाँ हाम्रो दाइ यस्तो ह्यान्डसम भएर आउनु भएको छ, चस्मा पनि आज त घामै लागेको छैन किन चस्मा लगाएको। वेलकम छ है मेरो भ्लगमा दाइ दिदी। ह्याप्पी न्यू इयर। भाइ थियो पार्सवाला भाइ हिँड्न लागेको है। सुस्तीको डोर लाग्दैन मेरो हो हैन, सुस्तीको तेरो डोर लाग्दैन। सुस्तीको अलि सुस्तो खोलेर है, त्यसरी हैन सुस्तो खोलेर भयो। बाटो नै त्यस्तै छ। अनि 9 बजे हिँड्ने भनेको कति बजे? 10:30। 9 बजे हिँड्नु 8 बजे हिँड्नु भन्ने हो कि त्यहाँबाट? ठिकै हो। त्यत्रो बल परेको मार्दा त हान्न नरिवल्नु त। कस्तो राम्रो घाम लागेरहेछ त। लिनु दिदी सुन्तला पाइन्छ है, खानुहुन्न? म हजुरलाई भन्थेँ है पहिल्यैदेखि। हजुर खाने हिँड्नु मैले आज नामले पनि बोलाउन थाहा छ। आइ भन्दै बोलाउँछु। घरमा गाडी गर्नुहुन्थ्यो, यस्तो बाहिर हिँड्दा त अब के ओए ओए भन्दै बोलाउने हो भनेर नामले बोलाउँछु। नत्र घरमा त मैले नामै दिन्न। सुन्नु त होइन आइ भन्दै। टाढा टाढा जानुहुन्छ के भनेर बोलाउने। पहिला मैले रोहितै भन्थेँ, अनि घरमा आएपछि अनि नाम नलिने। घरमा
हामी चाहिँ अहिले जोरधारा आएको छौँ यस्तो नास्ता खान बिहान केही नखाइकन आएको थियौँ ए गाडी आयो अहिले त आउनु यस्तो भोक लागेर के मेरो फोटो खिचिदिनुहुन्छ मेरो फोटो खिचिदिने रे हो आइसकेको छ माथि गएर देखाउनु ल खुट्टाको पनि देखाउनु खुट्टाको टाटु देखाउनु देखाउनु टाटु कसरी देखाउने भनेर टेन्सन छ मान्छेलाई सेम देखो नि यहाँबाट सर्व रन्केर सेम देखेको सर्ट्नी दिनु न त्यो पनि फुल इन्सुरेन्स होला के दुईटा कालो चिया होइन कालो चिया दुईटा कालो थियो सत्तिकाले त खान्छ क्या दुधवाला चाहिँ बिहान दुध खाएर आयो अनि दुध खा भने त म त गुडगुड गर्छ नि बिचरा बालकलाई बिहा गरेर सानो भएन होला नि ठिकै त अलिक आगो बच्चा यस्तो यङ देखिन्छ चेलीबेटीलाई चाहिँ भर्खरको भन्ने नम्बर त रुबिक र म हिँड्दा न म सिन्दुर नलाइकन चाहिँ कहिले काहीँ हिँड्दा भाइ दिदी भाइ हो भन्छन् रुबिक त्यो फेरि दिदी भन्यो भने कति हामी अब नास्ता खाएर आफ्नो गन्तव्यतिर लागिरहेछौँ हाँस्नु न भाइ मलाई कस्तो हाँस लाग्छ कि बनाउनु हामी के अरे बुटलदेखि पाल्पा खाना खान आएको है भोक लागेर आज बाहिर खाने भनेर आँखा मनपर्छ त त्यो आँखालाई प्रोटेक्ट गर्नको लागि लाउने हो नि चस्मा आँखा राम्रो लगाएर अनि चस्मै लाउनु मन लाग्दैन दाइले लिएर सर गएको चस्मा लगाए हेलमेटको सिसा पनि लगाए सिट परिरहेको थियो बाइक त चिप्लेर उतै भैरवतिर फर्किरहेको हामी अहिले यहाँ बाटोमा भोगटे देखेर टिप्दिनु भनेर रोकिरहेछौँ अनि भोगटे टिप्न जाँदैछौँ त्यहाँ सोध्दै हुनुहुन्छ रोहितले कति त्यहाँ रहेछ कि कस्तो राम्रो खानु मन लाग्यो अनि त्यहाँ त्यो उसमा गएर अनि साँधेर खाने के कहाँ गएर उही त्यहाँ हामी घर खाने त्यहाँ पनि अहिले दिउँसो ए कस्तो राम्रो रहेछ ए तिमी आएको चढ्न लायो पाइन्छ चढ्न कति रुपियाँ रे ए यहाँ त कति धेरै रहेछ है गाइजहरू हेर्नु भोगटे कति राम्रो घर भाइ अब रोहित चढ्दै चार पाँचवटा टिप है त नलटिकन चढ्नु नि फेरि सपोर्ट त लिनु पर्छ हामीलाई खै सर्पको कत्ला ए न हेर्नु है फेरि साप पनि हुन सक्छ त्यहाँ यहाँ गाइजहरू यहाँ हेर्नु सर्पको कत्ला यस्तो हुन्छ है काँचुली फेरेको हो कि के भन्छन् है अन त्यही होइन ए बिस्तारै फेरि सुकेको पनि हुन्छ नि बुझ हैन कसरी यहाँ फेरि घुम्न आउने अनि फेरि मै त हाइटी हुनुहुन्थ्यो कहाँ चढ्न सक्छ र ऊ तल त्यो यस्तो छ यस्तो यहाँ तल खस्यो भने सिधै तल हो सकिन्न कि यसरी हानेर झार्नु मिल्दैन
राम्रो रहेछ लट्ठी ओहो थिच्यो मिठो हुन्न क्या अब ल हेर्नु यसलाई है हेर्नु कसरी झरे मेरो जानु न कसरी जानुहुन्छ र ए यहाँ कुर्ची छ नि होला होइन न हामीलाई रुकै हात दिनु होइन बात त्यस्तो हुन्छ टिप्न सफल भएको छौँ ए कति लैजाने र हामी 3 टा बजाम ल 3टा भयो त हुन्न र अझ लगाउनु अझ लैजाने नानीघाट पनि नानी 2टा नानीघाट लान्छु 2टा वहाँ राख्नु 4टा हाल्नु अझ 2टा टिप्नु नानी ऊ यस्तरी टिप्दै हुनुहुन्छ एउटा डोको लिएर अनि यस्तो लट्ठीले घोचेपछि साट्ट झर्ने रहेछ क्या होइन कस्तो मजाको घाम लागेको क्या यता त बिग्रिँदैन नि तितो हुन्छ कि बिग्रिन्न भन्दा नि तितिन्न नि हैन छिटो खाना के होइन एउटा त्यो गाडीमा फोकेर खाम्ला के अलिअलि त आन्टी एउटा कागज दिनुहुन्छ र दिदी त खुर्सानी पनि लिएर हिँड्नु भयो तिमीलाई पनि दिन्छु 2टा खुर्सानी ल जा बाबु त्यो उसके त्यो डोको बोक्ने के रे त्यो डोरी के भन्छ रे त्यो बोकेर त्यो बोलिरहेछ त यो रोक्नु न फड्किदेऊ न यहाँ भिडियो भइरहेछ कि रोक्नु ओए बन्द गरिदेऊ त्यो हेर मेमोरी फुल भएको बेलामा हेर नि त्यहाँ मैले त्यसलाई फोन गर्नु के हो साइडमा बोलिरहेको ऊ प्लास्टिक ल्याइदिनु भएछ खाइदिनु त आन्टी धन्यवाद आन्टी एकदम मिठो होला भन्ने आशा गर्दछु म त्यो छोप्नु त मैले गाडी खुल्ला खाइदिनु फड्किँदैन एउटा एक डोको लिएर जाँदैछौँ हामी म त तर्सिन्छ अब देखेर प्राइज हो कि दाइलाई ओए डोकोको फोहोर पनि आयो अर्ग्यानिक कुरो हो यो भैरवा जान ए अहिले त हामी त घुम्न आएको हो हजुर घुम्न आएको यसो देखि मैले त्यो बसेको तपाईँ बुढालाई बोलाउनु दाइ खास किन जानुभएको र दाइ थ्याङ्क यू सो मच भाइ तिमीले इनिसिएट नगरेको भए तिमीले इनिसिएट नगरेको भए यो मैले आज भोगटे खाना पाउँदैन सरप्राइज छ हजुरलाई 15 रुपियाँमा फेरि खुर्सानी सुर्सानी सब बोकेर अर्ग्यानिक सुर्सानी हो कति लिँदो रहेछ 15 रुपियाँ रे के सबैको एउटालाई सबैको रे जाम के पर पिस 15 रुपियाँ जा के झानेर खान्छ कि कसरी खान्छ म त्यतिकै नुन जान्छु कि ए बा तिमीलाई मैले खुलाउँछ आज त्यसलाई कालो भात सात खाएर जाने त्यो शीतल फार्ममा एउटा भोकटे त्यो बनाइ हुन्छ क्या त्यही भनेको के त्यसकोबाट भोगटे बनाउँछ ऊ लोकल कुखुरा छ कि नै भनेर सोध्दैन नि होइन नै त्यहाँ छैन कस्तो मिठो होला जस्तो छ न त्यो खुर्सानी पिरो होला अहिले भातसँग त्यो हुन्छ नि एकदम रन्किने अहिले तपाईँलाई त यहाँ उसले जगत भाइले खासा त खुलाएन त यहाँ धेरै गर्नु तपाईँले तिमीहरूले पक्कै केही बिछाइ काम त आएन त्यही भएर म पनि एकछिन गफगाफ गरेँ ऊ पनि खुसी भयो अब हामी आउँदैछौँ जाँदैछौँ हाम्रो डेस्टिनेसन आइपुग्नु लाग्यो यहाँबाट माथि हल्का बोकाको मासु बनाएको टक्का खाने हो नाम ताप्दै यहाँ माथि रहेछ नि दिदी रोज त्यो डाइनिङ टेबलसम्ममा बस्ने नै तलमा त्यही रहेछ के यही रहेछ तर मलाई खासै राम्रो त लागेन मैले नि हेरेको अनि मलाई राम्रो लागेन भने होइन म पहिले गइसकेको के रोज के रोज रिसोर्ट यहाँ रहेछ के शीतल पानी यहाँबाट माथि हेरेँ शीतल फार्म गाइस हामी आउन जाँदैछौँ शीतल फार्म आइपुग्यौँ र हामी गाई पनि आउनु पर्थ्यो होला त आउनु भएन तपाईँ भित्र शीतल फार्म पार्किङ कता छ माथि गाडी भित्र जान्न जान्छ हौ सिधै
आइपुग्यौँ हाम्रो डेस्टिनेसनमा हामी आएको चाहिँ शीतल फार्म हो पाल्पाको यहाँ यस्तो घाम लागेछ मैले भित्रबाट कतिवटा स्वेटर हाइनेक ट्राउजर लगाएको छु अहिले खोल्नुपर्छ गर्मी हुने भयो बुटमा यस्तो जाडो थियो यहाँ त यस्तो चर्को घाम लागिरहेछ जाम ल राम्रो थियो रिकी फोन लाउनु भयो के लाउनु भयो यता छ कि चुच्चोवाला घर आउनु यता ट्राइङ्गलवाला ए नि यहाँ छ जस्तो लाग्यो मलाई पनि यहाँदेखि खाँदै रहेछ यहाँ उस थियो कि लिचीहरूको कति हो यता टुरिस्टहरू आउनुभएको रहेछ यो उसो कि लिची गोरुको हामी अस्ति नै आउँदा यहाँ कति धेरै लिची गरेको थियो उता बस्न न ट्राइङ्गल घर हेर्ने भनेको होइन आउनु कि यता छ हेलो यही हो कि ऊ यता छ एउटा सानोवाला यो सानोवाला एउटा फोटो यो ठुलोवाला यहाँ कति धेरै लिची फलेको थियो अस्ति नै हामी आउँदा आँप पनि फलेको थियो अनि यहाँ जति टिपेर खाए पनि पाइने रहेछ कि यहाँको गेस्टको लागि अहिले चाहिँ छैन लिची पनि छैन आँप पनि छैन सुन्तला भयो बरु टिपेर खानुहुन्थ्यो सुन्तलाको रुख पनि हुनुपर्ने हो कि यहाँ ऊ त्यहाँ खिच्छ पनि त भयो नि फोटो खिच्दै हुनुहुन्छ नि कस्तो गर्मी भयो अहिले त र गाइस यही हो हामी आज आउने भनेको आइपुग्यौँ यो ट्राइङ्गल घर अलि भाइरल छ कि यहाँको कस्तो राम्रो छ कि यहाँको इन्भाइरोमेन्ट पनि त्यहाँ अझै घरहरू बनाउँदै रहेछ त्यहाँ रुमहरू त्यहाँ बनाउँदैछ यता घाममा खिच्नु न घाममा आउँछ क्या फोटो राम्रो ल पाली पालो यता र उता हेलो गाइस यही हो पिङ यहाँको यस्तो गर्मी छ यहाँ त्यही भएर मैले भित्रको कपडा सपडा खोलिसकेको छु अनि आउने यता हेरेर यहाँको भ्यू कस्तो छ यहाँदेखि बुझिन्छ कस्तो राम्रो राम्रो घर छ कि यहाँ नयाँ डिजाइनको न हामी अलिअलि फोटो खिचेर आएको यता खाना पनि आइसकेछ खाना खान जाम अब नआउँदै खाना स्टार्ट गरेको क्या कस्तो राम्रो घाम लाग्यो रहेछ रोहित भाइ यहाँ बस्छौँ थ्याङ्क यू यो सबैलाई चिकन ल्याइदियो नै मटन हो बाबु एउटा ब्याग राख्नु भात खान्छु है म खाम ल गाइज
खाना खाएर अगाइयो धेरै खाइयो त दाइले नाक कटाउँदै हुन्छ हालिदिन्छ है यो हालिदिन्छु न प्लिज दाइले यहाँ खाँदै दाँत कटाउँदै हुनु अभि भन्ने घटेको भनेको यहाँ त सुन्तला खाने जस्तो अब सुन्तला होइन कस्तो राम्रो खाना खाएर टन्ने भएर अब हामी त यहाँ रेस्ट गर्न लागेको तपाईँले मुस्ताङबाट त चौरिआएको तिमीलाई छ कि सुत्नु भयो चस्मा दिनु न टमाटर लाग्छ के त्यसलाई नि भोक लगाएर खाएको हो कि त्यसले पाउलेर त जहाँ पनि हो कि हिँड्ने दिदी पाउ त जहिले हुने रहेछ ए निकालिदिनु त भर्खरै खाना खाएर अब पाउ खाएर पचाउनु कटस मटस भयो मैले घाम ताप्छु क्वालिटी टाइम स्पेन्ड ल यो लिनु म लिएर आउँछु साँझेर खाने भनेको थियो डोगेर खाना कस्तो मिठो भयो मैले भ्लगर आउँछु भन्छु कस्तो हँसाउनु चाहिँ के यही हो क्वालिटी टाइम भनेको यही हो यति गरेर बसेर रमाइलो हुन्छ कि देखनु कतिले कमेन्ट कति मोटो देख्दैछु कि आधा शरीर देखाउन खोज्यो जनता को आप मूर्ख समझना बंद कर दीजिए इस प्रकार की बचकाना बातें किसी के गले नहीं उतरती लोग मजाक उड़ा भन्नु नि त केही दर्शकवृन्दहरूलाई यहाँ हेरिराख्नु भएको छ होला मेरो ब्लग भन्नुहोस् त दिदी ल भन्नुहोस् पहिला हामी मजाले कुराकानी गरौँ त्यसपछि अनि होला तिम्रो के छ उसको युट्युब च्यानल स्वस्तिका ब्लग के छ के छ सब्स्क्राइब गरेको भने खै त ल त्यो च्यानलको नाम त थाहा हुनु पर्यो नि छोराको नाम के स्वस्तिका थापा केसी छ छोराको नाम के रुबिना रुबिनको मम्मीलाई स्वस्तिका थापा केसीको ब्लगलाई चाहिँ सब्स्क्राइब गरिदिनु होला माया गरिदिनु होला त्यो एउटा भिडियो कसले बनाएको थियो त्यो गर्थ्यौँ नि हामीले भाउजूको त्यो टिपेको के यो के हो भाउजू टिपेको ए त्यो त ऊ हो के हुन्छ के हुन्छ लम्डाडा तपाईँ हाल्नु लम्डाडा हो ल हजुरहरूलाई चाहिँ यहाँ भित्रको रुमहरू कस्तो छ म देखाउँछु ल यो बाहिर चाहिँ यस्तो रहेछ भित्र चाहिँ दिदी हुनुहुन्छ म यहाँ रुमको भिडियो गराउँदैछु कि यहाँ यस्तो बेड रहेछ यहाँ त्यस्तो सिँढी चढेर माथि जाने रहेछ नि त हामी खास बस्ने भनेको र हिजो होइन प्लान गरेको थियौँ बस्न आउने भनेर नगर्नु न ए भ्लग गराइरहेको छु कि अनि तर यहाँ चाहिँ पुरै प्याक भइसकेको थियो डेन्जर रहेछ यार यहाँ के छ यहाँ कभरहरू रहेछ उफ कस्तो भाउ भयो खाना खाएर त्यो पेट ढाडिएर बोल्नै सकेन म त दिदी कति छिटो गइसक्नु भएको छ र आजको शीतल फार्मको रमाइलो यात्रा यहीँ समाप्त भएको छ भन्ने रमाइलो यात्रा रे अझै यहाँ कस्तो यो खाना खाएर यो भोगरे खाएको यस्तो धेरै भयो कि पेटमा यहाँ चाहिँ ब्याडमिन्टन खेल्दै हुनुहुन्छ गेस्टहरू कस्तो राम्रो छ है तर यहाँ आउनु यहाँ बस्नको लागि यो इन्भाइरोमेन्टहरू पनि एकदम राम्रो छ कि अब हामी चाहिँ कता जाने दिदी हामी अब कहाँ जाने भनेको श्रीनगर अब हामी चाहिँ श्रीनगरतिर लाग्यो है गाइज के फुल हो यो काउली चाहिँ भाइ काउरी जस्तो फुल हाँगा लयो भने सर्छ आन्टी
खोइ सोध्नु पर्छ थाहा छैन शीतल फार्म को यात्रा खत्म हो गया। हम बहुत टायर्ड हुए यति थकेर आए खाना खाएर पनि मलाई लाग्यो कि खानाले बोल्न नि धौ भइरहेछ। खाना पनि यस्तो मिठो थियो। खाना ओभरअल सबै राम्रो थियो एकदम। मेन त हस्पिटालिटी एकदम राम्रो। बाबुहरू एकदम टाइममा आउने टाइममा ल्याइदिने। हामी चाहिँ अहिले तानसेन बजार आइसकेको छौँ। खै तानसेन ल्याएको कहाँ छ माथि तानसेन बजार रमाइएको छ हेर्दा कि हामी अब कहाँ जाने रे? हामी अब हाम्रो घर जाने। छैन के रे हामी अब दाइको घर जाने। मेरो घर आल्पाको घर। यही बाटो त हो नि। हजुरको घर भन्दा पुरानो पहिला हजुरहरू जन्मिनु भएको। हजुर यहीँ जन्मिनु भएको र दाइ? पापा जन्मिनु भएको ए ससुरा भएको ए पाल्पाली कान्छ हो तपाईँ हो। त्यही भएर मनको सफा हुन्छौँ नि हामी। जङ्गी अड्डा यताबाट जाने हो गाइजहरू। रमाइलो थियो बहुत मेमोरी। हामी चाहिँ अहिले भैरवस्थान आइपुगेको छौँ। हटिया हटिया हार्थोक होइन हटिया हो। त्यति बेला के त्यो नाच्ने मान्छेहरू आएर पनि कस्तो रमाइलो गरेको थियो कि होइन त्यो जङ्गी अड्डामा। कति रोए म तिम्रो लागि भन्दै कस्तो नाचेको थिएँ तिनीहरू। मलाई त थाहै भएन नाचेको थिएँ। कति नाचेको थियो है। अनि त्यत्रो ग्रुप आएको थियो केटाहरू। रमाइलो। आज नाइट आउट गरेको भए आज पनि रमाइलो हुन्थ्यो। हामी त्यति बेला केमा आएको थियौँ र? यत्तिकै नै भन्नाले यत्तिकै कुनै डेमा आएको थियौँ कि यत्तिकै नर्मल डेजमा आएको थियौँ। त्यसो कि परेको थियो कि परेको थिएन कि होइन त्यस्तो मन्दिर आइपुगेको छ मैले। धेरै हिँड्नुपर्छ जस्तो छ भाइ। बरु यहीँ कतैबाट कुरा सोधौँ। रोड लैजाने हो। रोड सोध्दा त कहाँनिर हो कसको के अरे बिमला निनीकोमा हो सोध्दा त एकचोटि। हामी चाहिँ यहाँ रोड लिएर जाने भनेर आएको छौँ। किन रोड लगाउनु पर्छ र फेरि? खानालाई मिठो हुन्छ नि जाने। हामीले लैजाने हो क्या एउटा यहाँ बनायो भएर मिठो हुन्छ है रोड। आयो मेरो गाउँ आयो भन्नु न। कति खुसी भएर भन्नु भन्नु न फेरि। आयो है मेरो गाउँमा आयो चिनेन क्या मलाई टुङ 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 गर्नु। के नाम के भन्थ्यो र त्यो उसले के आर्थोक आइपुग्यौँ हामी। मान्छेले चिन्दैन के अरे यस्तै थियो क्या। के हुन्थ्यो दाइले भर्खरै के भन्नुभएको आफ्नो गाउँमा आएर यहाँ बाटो नराम्रो भन्छन् कि भनेर। यो बाटो पहिला यस्तो थिएन है, पहिला राम्रो थियो भनिसक्नु। टिप्परले गर्दा आफ्नै गाउँमा पुरा तल बुटबाट स्टार्ट गर्दै नि भिडियो। त्यो उसले हो कि एमआरबीले खराएको भिडियोमा। त्यो खराएको फेरि सिक्स प्याक देखाउनलाई उसलाई फेरि के स्वादै छैन एमआरबी भनेको के हो त्यसलाई खरायो भनेको। हाम्रो कुल घरको मन्दिर हेर। त्यही मन्दिर हो कि हाम्रो यहाँ माथि पूजा हो। ए हाम्रो मन्दिर आजको भिडियो त चाहिँ लामै हुने भयो। अहिलेको यहीहरू चाहिँ भर्खरै दाइको बुढो घरमा आएको छौँ। पहिलाको घर दाइहरू चाहिँ अहिले भैरव बाबा बस्नुहुन्छ। पहिला चाहिँ यहाँ बाबाहरू बस्नुभएको अरे पुरानो घर। अनि त्यही आएको छ मैले हेरेर जाऊँ न त भनेर पसेको। कस्तो जाडो भयो है झन् मैले कोट लिएर आएको छु। कस्तो चिसो हावा चलेछ। गाडी कहाँबाट जान्छ त्यो बाटो?
घरमा कोही नहुनुहुँदो रहेछ हामी चाहिँ फेरि फर्केर जान लाग्यो अब घर आएपछि सुरक्षित साथ लिएर गइयो सुरक्षित साथ लिएर आइयो होइन अब अर्को प्लान बनाइसक्यो अब भ्यालेन्टाइनमा छिट्टै ठ्याक्कै भेट्ने स्कुलमा छ है चाँडै। अर्कोचोटि घर आइयो होइन घर आइयो घटी नै बालिदिनु भयो सुरक्षित छोडिदिएँ रमाइलो भयो आजको ट्रिप है साँच्चै नै गएर आएको हो र जस्तो भन्छ थकाइ लाग्यो अवलोकन के भन्छ त्यसलाई अलि गाडी किन बाहिर छ हौ हाम्रो होइन यताको बिवाडी भन्थ्यो नि मैले। ए हो हाम्रो घर आयो बसेछ हामीलाई कस्तरी हेर्नु छ स्विट स्विट आयो बाई बाई रमाइलो भयो म त एक दुई दिन बसेर आए जस्तो लाग्यो बिहान छोरालाई बाई बाई राम्रोसँग जानु